नमस्ते सबैजनालाई। म चाहिँ अहिले यहाँ थाहा नगरपालिकाको इन्द्रेणी चौरमा छु, इन्द्रेणी माई मन्दिरमा। यहाँ चाहिँ हाम्रो भोलि पूर्णिमाको दिनदेखि 3 दिन मेला लाग्दैछ, मङ्सिर 18 गते, 19 गते र 20 गते। हजुरहरू पनि यहाँ आउनुहोला। र यसपालि चाहिँ यहाँको जात्रा भव्यसाथ मनाउँदै गरिएको छ। यहाँको नगरपालिकाले एकदमै राम्रो डेकोर गर्नुभएको रहेछ होइन, पुरै झिलिमिली हेर्न देख्न सक्नुहुन्छ तपाईँले। मन्दिरमा एकदम राम्रो सजावटहरू गरेको छ। तपाईँहरू पनि आउनुहोला भोलि घुम्नलाई। म चाहिँ पुगिसकेँ है जात्रा हेर्नलाई, भोलिको लागि आजै आइसकेँ। एकदमै झिलिमिलीहरू ठाउँ पुरै होइन, पुरै त्यहाँ सपहरू स्टलहरू पनि राखिएको छ। साथै यसपालि चाहिँ यहाँ चाहिँ अझै थपको लागि चाहिँ हाम्रो यहाँ चाहिँ खेल्नलाई पनि पुरै स्टलहरू पनि राखेको रहेछ होइन। म चाहिँ एकदमै एक्साइटेड छु भोलिको लागि। अब बाँकी चाहिँ भोलि फेरि अरू भिडियो बनाएर हाल्नेछु है त, कस्तो हुनेछ भनेर। आजको लागि चाहिँ यति भन्दै हजुर सबैलाई निमन्त्रणा दिँदै म बाई बाई भन्न चाहन्छु। गुड नाइट, शुभरात्रि।